नमस्कार सबैजनालाई, वेलकम टु प्रारम्भ। तपाईहरूले देखिराख्नु भएको छ उसको यो बाबुको नाम चाहिँ सभ्य हो होइन। ऊ चाहिँ हाम्रो फर्स्ट बेबी, फर्स्ट बच्चा हो। हाम्रो प्रारम्भमा पहिलोचोटि प्रारम्भमा आएको बच्चा, फर्स्ट बच्चा नै उही नै हो। तर के भयो भने एकदमै राम्रो भइसक्यो त्यो बाबु होइन। तर बिचमा उहाँको ग्याप भयो। उहाँको बाइचान्स अब भिनाजुहरू एक्सिडेन्ट पनि हुनु भएको थियो उहाँको मम्मीको। अनि काठमाडौँ गएर बस्नुपर्ने भयो अवस्था। अनि त्यो भएर उहाँ लगभग 6-7 महिना 8-9 महिने जस्तो हराउनु भयो, उहाँ आउनु भएन। अनि त्यस पछाडि फेरि आउनुभयो। अनि तर अब त्यतिखेरको र अहिलेको पुरै ड्रास्टिक चेन्ज छ। उसमा चाहिँ अटिजम विथ ADHD को केस थियो। पहिला उहाँहरूलाई थाहा थिएन। त्यस पछाडि अटिजम भनेर मात्रै उहाँहरू अगाडि बढिराख्नु भएको थियो र बच्चाको इम्प्रुभमेन्ट नभएको कारणले गर्दाखेरि हाम्रोमा ल्याएको लगभग हप्ता दिन जस्तोमै हामीले आइडेन्टिफाई गरेर अनि डक्टरलाई के अरे आइडेन्टिफाई अथवा डायग्नोसिस गर्न लगाए पछाडि उसमा खासमा समस्या के हो र कसरी अगाडि बढ्ने भन्ने बारेमा उसको प्लान बनाएर अगाडि बढ्दाखेरि एकदमै छिटो र एकदमै राम्रोसँग प्रोग्रेस भएको थियो बच्चाको। तर अहिले फेरि एकदमै पहिलाकै स्टेजमा आउनु भएको थियो र अहिले भर्खरै 15 दिन जस्तो मात्रै हुँदैछ। अहिले धेरै चेन्जेस भइसकेको छ 15 दिनमै। बेस्ट अफ लक, वी आर भेरी प्राउड होइन। हामी चाहिँ प्रारम्भको टिम हो। प्रारम्भको टिम हुन पाउनु, प्रारम्भ खोल्नु एकदमै धेरै खुसी लाग्छ क्या, एकदमै इम्प्रुभमेन्ट भएको देख्दाखेरि चाहिँ। सो हजुरहरूले डिल गर्नुभएको छ भने अटिजम विथ ADHD लाई एकदमै धेरै गाह्रो पर्छ बच्चालाई लाइनमा ल्याउनको लागि होइन। एकदमै गाह्रो हुन्छ। यद्यपि हामीले एकदमै मेहनत गरेर होइन उसलाई चाहिँ एकदमै रिइन्फोर्स गरी एकदमै राम्रोसँग चाहिँ गरिराखेको छौँ। म्यामहरूले पनि एकदमै धेरै मेहनत गर्नुभएको छ बाबुको लागि। हाम्रो बाबु भनेको चाहिँ पहिलो बाबु हो। सो थ्याङ्क यू म्याम फर ट्रस्टिङ प्रारम्भ। र बाबुलाई पनि बेस्ट विसेस। छिटोभन्दा छिटो बिहेभियर म्यानेज भएर चाहिँ छिटोभन्दा छिटो स्कुल अथवा चाहिँ ऊ चाहिँ इन्डिपेन्डेन्ट भएको हेर्न हामी चाहन्छौँ। सो थ्याङ्क यू।